र आज हनुमान जयन्ती है। तपाईँ हामी सबैमाथि नै हनुमानजीको आशीर्वाद सधैँभरि है हामीमाथि बनिराखोस् भन्दै आज पनि हाम्रो पञ्चायन धाममा हनुमान जयन्ती एकदम भव्य रूपमा मनाइएको थियो है। र हरेक पर्वहरू नै मनाउने गर्छौँ, जस्तै कि शिवरात्रिमा है यहाँ शिवको पूजा गरिन्छ है। हनुमान जयन्तीमा हनुमानको र दुर्गा पूजा गरिन्छ, कृष्ण अष्टमीमा कृष्णको, गणेश भगवानको र पञ्चायन धाम है हाम्रो भएको छ। र हरेक है पूजाहरू हरेक पर्वमै पूजाहरू गर्ने गर्छौँ। र हाम्रो कमिटीहरू एकदमै सबैजना राम्रो हुनुहुन्छ है, दाजुहरू हामी एकदमै सबैजना राम्रो छ, मिलेर गर्ने गर्छ जहिले पनि है। र आज चाहिँ म अलिकति ढिलो भएँ, किन भन्दाखेरि चाहिँ मेरो लन्च लगेर जानुपर्ने है। अब आज चाहिँ मैले कामहरू सघाउनु पाइनँ, त्यस्तै हो कोही कोही बेला है। बिहान मर्निङमा चाहिँ म गएको थिएँ सामान लगेर, तर दिनमा चाहिँ मैले सघाउनु पाइनँ है। र हनुमान जयन्तीको दिन चाहिँ हाम्रो माइतीहरू दाजुहरू चाहिँ है व्रत बस्ने गर्छ र चेलीबेटीले पकाएर प्रसादहरू बनाएर दिने गर्छ। र शिवरात्रिमा चाहिँ हामी व्रत बस्ने गर्छौँ, हाम्रो दाजुहरूले पकाएर प्रसादहरू बनाएर हामीलाई दिनुहुन्छ। र यस्तो प्रकारले चाहिँ हाम्रो पञ्चायन धामको कम्युनिटीहरू एकदमै मिलेर एकजुट भएर हाम्रो हरेक पूजा है हरेक पर्वलाई नै हामीले सफल बनाउने गर्छौँ है। र आज पनि एकदमै राम्रोसँगले पूजा हाम्रो है सफल भयो है। र दाजुहरूले दान दक्षिणाहरू गरिसकेपछि चाहिँ हामीले प्रसादहरू खायौँ। र प्रसाद खाइसकेपछि चाहिँ र आदि बाहिरतिर सफा गर्नु थाल्यो है। र हामी 2-3 जना चाहिँ जो हाम्रो झन्डा हनुमानजीको झन्डा लिएर आउनुभएको रहेछ दाजुहरूले, र कमिटीलाई चाहिँ हाम्रो अब जतिजना पनि कमिटी छ उहाँहरूलाई चाहिँ दिने भनेर चाहिँ लिएर आउनुभएको रहेछ। र झन्डाको पूजा गरिसकेपछि चाहिँ यो काम चाहिँ हामीले अब है कसको नाम छ कमिटीमा भनेर मेन्सन गर्दै हामीले झन्डाहरू छुट्याउने काम गरियो है। र आजको पूजा चाहिँ यस्तो प्रकारले हामीले सबैजना मिलेर सफल बनायौँ है। र अब सधैँभरि तपाईँ हामीमाथि भगवानको है सबै भगवानहरूको आशीर्वाद है यसै गरेर हामीमाथि सबैभरि बनिराखोस् भन्दै र हजुरहरूलाई धेरै धेरै धन्यवाद है। मेरो भिडियो मन पराइदिनुहुन्छ होला भन्ने आशा पनि राखेको छु है। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।